यो छितापोखरी बजार हो। यो बजारलाई अहिले हामीले ढलान गरेर सम्पन्न गरेका छौँ। केही फिनिसिङका कामहरू बाँकी छ। यो साबिकको सप्तेश्वर छितापोखरी गाविस अहिले दिप्रुङ चुइचुमा गाउँपालिका वडा नम्बर 5 अन्तर्गत यो बजार पर्दछ। खोटाङ जिल्लाको दक्षिणी भूगोलबाट सदरमुकाम जान र सदरमुकाम हुँदै चाहिँ काठमाडौँ आउन र यो बजार दक्षिणी बेलपट्टि फर्किने नागरिकहरूको मूल नाकाको रूपमा रहेको थियो। तल्लो भेगबाट अहिले सडकको बाटो सडक यातायात खुलेसँगै यो बजार अहिले छायामा परेको छ। छायामा मात्र होइन, यहाँ यो बजारमा चाहिँ हिँड्ने नागरिकहरूको चाहिँ प्रभाव पनि घट्दै गएको छ। तर पनि यो बजार हाम्रो पुरानो बजारलाई हामीले बनाउनु पर्ने थियो र धमाधम बनाइपरिरहेको छौँ। यो सँगै हामीले पोखरीको पुनर्निर्माण पनि गर्दैछौँ। यो बजार ढलान भर्खरै सम्पन्न भएको छ। अघि नै मैले भने यसको पुनर्निर्माण केही बाँकी छ, त्यो पनि हामी गर्दैछौँ। र यो बजारबाट हिँड्ने नागरिकहरू, दक्षिण बेलका नागरिकहरू कमै हुनुहुन्छ। यहाँ चिया खाने, बस्ने, खास गरी सदरमुकाम दिक्तेलबाट बिहानै हिँडेर यहाँ खाना खाने र दक्षिणी बेल पुग्ने, खास गरी खोट्याङ गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र बारा पोखरी गाउँपालिकाका नागरिकहरू यो बाटोबाट हिँड्नुहुन्थ्यो र सदरमुकाम जाँदै गर्दा पनि यही बाटोबाट उहाँहरू हिँड्ने गर्नुहुन्थ्यो। यहाँदेखि अलिकति परतिर ठाडो उकालो छ, टुवा खोलादेखि ठाडो उकालो आउनु पर्थ्यो। अनि यहाँ उकालो काटिसकेपछि यो चिसो ठाउँ आइपुग्ने र यो चिसो ठाउँको यो अहिले देखिरहेको घर छेउमा हामी चाहिँ यहाँ चिया खान पाउँथ्यौँ र यो चिया खाइसके पश्चात अनि फेरि चाहिँ सदरमुकामतिर लाग्ने बाटो हो। यो बाटो चाहिँ यो बजार चाहिँ अहिले केही छायामा परेको थियो र यो छायामा परेको ठाउँलाई, यो ऐतिहासिक हाम्रो पुरानो बजारलाई यसको संरक्षण गर्नु, सम्वर्धन गर्नु र फेरि पनि यो बजारलाई चाहिँ राम्रो बनाउनु काम हाम्रो नै हो। त्यसकारणले हामीले यो बजारलाई प्रदेश सरकार, खास गरी म भौतिक पूर्वाधार विकास मन्त्रालयमा हुँदा यो बजार ढलान गर्नका लागि यहाँको नागरिकहरूले, यहाँका दाजुभाइ तथा दिदीबहिनीहरूले माग गर्नुभयो चाहिँ यो बजारलाई छाया पर्नु दिनु हुँदैन, यो बजार बनाउनुपर्छ भन्ने माग गरिसके पश्चात म आफू मन्त्रालयको जिम्मेवारी हुँदैमा गर्दा यो बजारलाई मैले बजेट छुट्याएको थिएँ र यो बजार अहिले चाहिँ यो बजारकोमा छुट्याएको बजेट अत्यन्तै सदुपयोग भएको देखिन्छ, काम भएको देखिन्छ। जहाँ आवश्यकता, त्यो आवश्यक भएको ठाउँमा बजेट विनियोजन गर्दै गर्दाखेरि अत्यन्तै प्रभावकारी रूपमा काम गरेको हामी पाउँछौँ, काम भएको हामी पाउँछौँ। खुसी लाग्छ हेर्दै गर्दाखेरि। यो बजार चाहिँ म पनि सानोदेखि अहिलेसम्म हिँडिरहेको छु। चाहिँ हिँड्दै गर्दाखेरिको अहिलेको बजारलाई हामीले केही रूपमा सुधार गरेको छौँ। पहिला जस्तो रूपमा थियो त्यो रूपबाट अहिले बजारको स्वरूप फेरिएको छ। हामी फेर्न चाहन्छौँ। यसरी यो छितापोखरी बजार अहिले यस्तो भएको छ। कतिपय साथीहरूले यो भिडियो हेर्नुहुन्छ होला, पहिला जस्तो बजार रहेनछ, बजारलाई पुनर्निर्माण भएछ भन्ने बुझ्नुहुनेछ। धेरै मान्छेहरू यो बाटो हिँड्नु भएको छ। चाहिँ तपाईँहरूले बिर्सनु भएको भए पनि यो बजारले तपाईँहरूलाई बिर्सेको छैन। तपाईँहरूको पाइला पाइतलाहरू खिएको, तपाईँहरूले पसिना पुछेको ठाउँहरू, पानी खाएको घरहरू अहिले पनि जस्ताकै तस्तै छ।